आज चाहिँ हामी चाहिँ कोरियन भाषामा चाहिँ अब बारहरूलाई के भन्छ भन्ने बारेमा चाहिँ पढ्नेछौँ ल। अब जस्तै बारलाई सुरुमा त बारलाई चाहिँ के भन्छ भन्ने चाहिँ थाहा हुनुपर्यो होइन। जस्तै शनिबार, आइतबार, सोमबार भन्छौँ नि। अब शनिबार, आइतबार, सोमबार त छँदै हो, अब शनि त्यसको पछाडि बार लाग्छ नि त। त्यही भएर अब त्यो बारलाई चाहिँ के भन्दो रहेछ कोरियन भाषामा? त्यसलाई भन्छ यो इल। त्यसलाई के भन्छ? यो इल भन्दो रहेछ। बारलाई चाहिँ के भन्छ? यो इल, बार। यसलाई भन्छ यो इल। अब शनिबार, आइतबार, सोमबार, अब हामीलाई बार त पर्यो होइन। अब सिम्पल छ कि अब सम्झिनुको लागि चाहिँ तपाईँहरू जो हुनुहुन्छ होइन, जो चाहिँ अब भर्खर सुरु गर्नुभएको छ कोरियन भाषा पढ्नुको लागि, उहाँहरूको लागि चाहिँ अब कसरी सम्झिने भन्दा सुरुमा हामीलाई चाहिँ के हुन्छ भने चाहिँ कति अप्ठ्यारो हो, यो कसरी सम्झिने होला भन्ने लाग्छ कि। तर चाहिँ हामीले जब सुरुमा मलाई पनि के लाग्थ्यो भने अब आफूभन्दा अघिदेखि नै पढ्नुभएको दादा दिदीहरूले पढ्नु हुँदाखेरि चाहिँ ओहो यत्रो सेन्टेन्स चाहिँ के गरी पढ्ने होला जस्तो लाग्थ्यो। तर बिस्तारै चाहिँ एकैचोटि चाहिँ आउँदैन। तर सरहरूले पढाउनु भएको अनुसार, सरहरूले भन्नुभएको अनुसार त्यसअनुसार चाहिँ पढ्दै गएपछि चाहिँ बानी हुँदो रहेछ क्या। बानी भएपछि एउटा शब्द, आज एउटा शब्द सिकिन्छ, भोलि अर्को, पर्सि अर्को गरेर यसरी बानी भएर चाहिँ त्यो सेन्टेन्स चाहिँ हामीले पढ्न सक्ने हुन्छौँ। तर त्यसको लागि चाहिँ क्लासमा मात्र पढाएर हुँदैन, हामीले चाहिँ घरमा पनि टाइम दिनुपर्ने हुन्छ। 1 घन्टा 2 घन्टा, थोरैमा धेरैमा चाहिँ 4-5 घन्टा जति चाहिँ पढ्नुपर्ने हुन्छ। त्यो बुकमा प्याराग्राफहरू हुन्छ नि त, अनि त्यही बुकमा प्याराग्राफ भएकोलाई त्यसलाई चाहिँ दोहोऱ्याइ पढिरहनु भयो भने चाहिँ हामी चाहिँ बानी हुन्छौँ क्या। ल अब पढौँ कि अब आइतबारलाई चाहिँ के भन्छ है? आइतबार होइन, हामीले बारलाई त यो इल भन्छ भनेर पढिसक्यौँ होइन। अब आइतबारलाई चाहिँ के भन्दो रहेछ भनेर चाहिँ यसलाई भन्छ इल, यो अनि फेरि इल भने इर्यो इल भन्छ। यसलाई उच्चारण गर्दाखेरि चाहिँ इर्यो इल हुन्छ है। यसलाई उच्चारण गर्दा के हुन्छ अरे? इर्यो इल, इर्यो इल। यो इल भनेको त बार हो, इल भनेको चाहिँ इर्यो इल गरेर चाहिँ यसलाई हामीले के गर्नुपर्छ? इर्यो इल। अब अर्को सोमबारलाई चाहिँ के भन्छ है? सोमबारलाई भन्छ ओर्यो इल। हामीलाई यो इल त थाहा भइसक्यो नि सुरुमै। अब हामीले पढ्नुपर्ने मात्र कति हो? यति। यसलाई मात्र सम्झिनु पर्यो क्या। वर्ड, यसलाई चाहिँ एउटा मात्र उच्चारण गर्दाखेरि चाहिँ ओल भन्छ। तर यो सँगै उच्चारण गर्दाखेरि चाहिँ ओर्यो इल। यहाँ उच्चारण पनि लेखिदिन्छु म तपाईँलाई। ओर्यो इल, बुझ्नुभयो? यो सोमबारलाई त ओर्यो इल लेखेँ होइन। अब आइतबारलाई पनि लेखिदिन्छु म। इर्यो इल उच्चारण गर्दा इर्यो इल हुन्छ। अब आइतबार, सोमबार पछि के आउँछ? मङ्गलबारलाई अब के भन्छौँ हामी? मङ्गलबार है। अब मङ्गलबारलाई चाहिँ के भन्छौँ? वायो इल भन्छौँ। वायो इल। सँगसँगै भन्नु ल, मैले यहाँ भन्दैछु नि त, तपाईँहरू पनि सँगसँगै उच्चारण गर्नु क्या, अनि त्यसपछि याद हुन्छ ल। वायो इल के भन्छ? वायो इल। अब यसलाई म लेखिदिन्छु है, यसको उच्चारण पनि लेखिदिन्छु। सुरुमा पढ्दाखेरि चाहिँ तपाईँले यो उच्चारण हेरेर पढ्नु होला, किनकि अब अप्ठ्यारो हुन्छ नि त सुरुमा त। अनि त्यसपछि चाहिँ फेरि आफैले नोटमा लेख्नु होला कि, आफैले कापीमा फेरि छुट्टै यो उच्चारण नलेखिकन त्यत्तिकै छुट्टै लेख्नु होला होइन। अनि त्यसपछि पढ्नु होला ल। वायो इल
वा यो इल है। अब मङ्गलबार पछि के आउँछ? बुधबार। मङ्गलबार पछि बुधबार। अब बुधबारलाई चाहिँ के भन्छ त? बुधबार। बुधबारलाई सुयोइल। 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 बुधबारलाई के भन्दो रहेछ? सुयोइल। अब यहाँ उच्चारण लेखिदिन्छु। सुयोइल। सुयोइल। अब त्यसपछि बुधबार पछि के आउँछ? बिहीबार। 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 अब बिहीबारलाई चाहिँ के भन्दो रहेछ? मोग्योइल। 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 उच्चारण पनि लेखिदिन्छु। मोग्योइल। मोग्योइल। अब बिहीबार। बिहीबार पनि सक्यो। अब बिहीबार पछि के आउँछ? शुक्रबार। 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 अब शुक्रबारलाई हामी के भन्छौँ? शुक्रबारलाई भन्छौँ खुम्योइल। 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 अब उच्चारण पनि लेखिदिन्छु। उच्चारण खुम्योइल। उच्चारण के भयो? खुम्योइल। अब त्यसपछि फेरि शुक्रबार पछि लास्टमा अब हाम्रो के आउँछ? शनिबार। शनिबार। अब शनिबारलाई चाहिँ हामी के भन्छौँ? थोयोइल। 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 भनेपछि उच्चारण पनि लेखिदिन्छु। थोयोइल। के भयो? थोयोइल। सजिलो छ। सुरुमा हामीलाई पढ्दाखेरि चाहिँ एकदम गाह्रो हुन्छ। गणधरमा पढ्नै गाह्रो हुन्छ होइन। तर बिस्तारै बिस्तारै चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ रेगुलर दिनु पर्यो। अनि त्यसपछि चाहिँ सजिलो हुँदै जान्छ क्या। यो कोरियन ल्याङ्ग्वेज चाहिँ एकदम मेहनत गऱ्यो भने चाहिँ इङ्ग्लिस ल्याङ्ग्वेज भन्दा पनि सजिलो लाग्छ कि। अब यो चाहिँ हाम्रो नेपाली भाषा जस्तै हुन्छ। जस्तै अब म खाना खान्छु भन्दाखेरि अब त्यसपछि इङ्ग्लिसमा त के भनिन्छ? आई इट राइस छ नि त। अब त्यसमा चाहिँ अब आएपछि चाहिँ अब त्यसलाई क्रिया हुन्छ। इटलाई चाहिँ अब बिचमा ल्याउनु पर्यो र राइसलाई पछाडि राख्नु पर्यो। तर कोरियन भाषामा चाहिँ म भात खान्छु लाई चाहिँ नेपालीमा जसरी भन्न मिल्छ क्या। छनुन फाबुल मगायो। म भात खान्छु। फाबुल मगायो। छनुन फाबुल मगायो। म चाहिँ भात खान्छु। सिम्पल छ कि। जस्तो कोरियन नेपाली भाषा हामीले जसरी बोल्छौँ नि त्यसरी नै कोरियन पनि भाषा बोल्न मिल्छ। यो इङ्ग्लिस जसरी चाहिँ अगाडि पछाडि गर्नु मिल्दैन, के अरे पर्दैन। त्यही भएर एकदम सजिलो छ। तपाईँहरूले चाहिँ अलिकति मिहिनेत गर्नुभयो भने चाहिँ सक्नुहुन्छ। अब जस्तै यहीँ पनि हेरौँ न। यहाँ पनि चाहिँ अब यो योइल त बार हो नि त। योइल भनेको बार हो। अब हामीलाई मात्र के सम्झिनु पर्दा इल सम्झिनु पर्यो, ओल सम्झिनु पर्यो, वा, सु, मो, खुम, थो यति चाहिँ सम्झिनु पर्यो होइन। अब यो तपाईँहरूले उच्चारण के गरे गर्ने भनेर चाहिँ पढिसक्नु भएको होला होइन। गणधरमा मैले चाहिँ 12हरूबाट चाहिँ सुरु गरेको छु। मैले चाहिँ बेसिक मिनिङहरूलाई चाहिँ जोड दिनेछु। सो अब एकचोटि म सँगसँगै भन्नु होला ल। यो इल। यो इल। यो इल भनेको बार। आइतबार। आइतबार। आइतबारलाई के भन्छ? इर्योइल। 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 सोमबार। सोमबारलाई के भन्छ? वोर्योइल। 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 मङ्गलबार। मङ्गलबारलाई वायोइल। 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 बुधबार। बुधबारलाई सुयोइल। 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 बिहीबारलाई मोग्योइल। 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 शुक्रबारलाई खुम्योइल। 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 शनिबारलाई थोयोइल। थोयोइल।
थ्याङ्क यू सो मच अहिलेसम्म तपाईँहरूले हेरेर साथ दिनुभएकोमा। सो तपाईँहरूलाई चाहिँ भिडियो कस्तो लाग्छ मलाई चाहिँ कमेन्ट गरिदिनु होला र च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। म चाहिँ तपाईँहरूलाई चाहिँ पढ्ने टिप्सहरू अब पढ्दा चाहिँ कसरी चाहिँ सजिलैसँग याद गर्न सकिन्छ भन्ने कुरा चाहिँ जानकारी गराइराख्छु। त्यसको लागि चाहिँ च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला, मलाई साथ दिनु होला। थ्याङ्क यू सो मच।